नमस्कार साथीहरू। आज म तपाईहरुलाई चाहिँ आईसीसी वर्ल्ड कप 2026 T20 वर्ल्ड कप जो नेपाल खेल्दैछ त्यसको बारेमा चाहिँ अनि टिकट कसरी लिने भन्ने बारेमा चाहिँ म तपाईहरुलाई भन्न चाहन्छु। त्यसपछि एउटा एप छ जो चाहिँ बुक माई शो मा गएर तपाईहरुले हाम्रो मेन्स आईसीसी T20 वर्ल्ड कपमा गएर नेपाल टिमलाई रोज्नु होला। त्यसपछि त्यहाँभित्र वेस्ट इन्डिज भिएस नेपाल र नेपाल भिएस इटली भनेर चाहिँ दुईटा देखिरहेको छ। इङ्ल्यान्ड भिएस नेपालको चाहिँ सोल्ड आउट भइसकेको छ, अहिलेलाई कमिङ सुन भनेको छ। त्यसपछिको हामी चाहिँ एउटा वेस्ट इन्डिज या इङ्ल्यान्ड भिएस नेपाल हेर्नुहोस् छैन। त्यसै किसिमले वेस्ट इन्डिज भिएस नेपालमा हामी जानेछौँ। त्यसमा चाहिँ कुन सिट बाँकी छ भनेर, तर 400 आरएस इन्डियन करेन्सी जो छ त्योमा चाहिँ गएर हामी सिलेक्ट गर्दाखेरि कुनमा गएर हेर्ने, कुन साइटको सिट खरिद गर्ने भन्ने विषयमा चाहिँ यता देखिएको छ। यतैबाट हामीले मोबाइलमै उ गर्न सक्नुहुन्छ, टिकट खरिद गरी हामीले त्यसलाई चाहिँ हेर्न, म्याच हेर्न जान सकिन्छ। त्यो कारणले चाँडै गरिहाल्नुहोस्, नभएन भने फेरि यो पनि सोल्ड आउट होला। सोल्ड आउट भयो भने तपाईहरु जान सक्नुहुन्न। बुक नाउ गरे भने बुक नाउमा गएर हामीहरू सक्छौँ। अलि टिकट नम्बर सहित हुन्छ यसमा चाहिँ। एकछिन म तपाईहरुलाई देखाउने छु। टिकट नम्बर जो चाहिँ हाम्रो यो ठाउँमा बाँकी भनेर यो कलर गरेको ठाउँमा हामीले क्लिक गर्यो भने टिकट सिटहरु देखाउँछ र सिटहरुमा पनि कुन कुन नम्बर चाहिँ बाँकी छ भनेर चाहिँ देखाउँछ। यो तपाईहरुलाई अनलाइनबाटै टिकट काट्नलाई सजिलो हुन्छ। त्यही भएर बुक गर्नुहोस् र आईसीसी वर्ल्ड कप T20 जो नेपालले भारतमा गएर खेल्दैछ त्यसको चाहिँ हेर्न जान सक्नुहुन्छ। यही महत्त्वपूर्ण जानकारीको लागि मैले यो भिडियो बनाएको छु। फलो गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला।